नियम ये पासपी सुइलन छे लास न्याटे बारे चुसु भनाचनो ख लास बन्जा उनी पिन्यवाटे स गजाउ दुखसिया उनी अनुवन्य छे चोपी जपी नाप बाया उनी मा आरि खै बारे चुसु भुन्टुन ठ हर्ष मुनि शाक्य च्याटो बुद्ध धर्मको विकासमा शाक्यहरूको देन नांगो सफ्टी चोंगो छपु चोसु भन्टेना ठो चोसु लास बन्जै खमक्सा लासावना चोपी न्यावाटे स अन्सु गजाउ योगदान यात थयु बारे च्याटो चोसु भन्टेना तो सफो च्याटमा हर्ष मुनि शाक्य स्वयं लास बन्जा वना वेट्नुको मुख वेकै के लास सम्बन्धी ज्ञान यकुडु वेकला च्याटो ठो सफो नेपाल सम्मत 1127 द शाक्य फाउन्डेसन नेपाल पिक्याटो ख तो चोसु भन्ट सफो चुलगा बिम पासा जयप्रकाश शाक्य त यकुसबा बियातना आ न्यना दिस ठो बुद्ध धर्मको विकासमा शाक्यहरूको देन नांगो सफ्टी चंगो चोसु नेपाल व चीन डटुई मैत्री प्रतीक झाम्पालिङ चंगो टगौ चैते चुसु टुक्टान यही सन 1059 निसे 1108 तिब्बते चोम जो डोङ लडे या शासनकाले नेपालले चोम शाक्य पिचो अश्व धर्म पाल्पयोग निर्देश ने सिंह साथ बाहुयोग लुमन्टी झाम्पालिङ चैती डेको कोटाई सन 1954 झाम्पालिङ मेला इले ठाठासन भुटिका वपि व्यापार टेको पुचैट झाम्पालिङ गुम्बाई प्रमुख लामा खेम्पो गुम्बाईको शिलालेख बना न्यङको उज्यातन उबले जी हर्ष मुनि शाक्य अन्टिपोट ज्यानो छु खन्ठट दो तिब्बतीय राजधानी लासे दक्षिण पाकिचंग गामेचंग झाम्पालिङ गुम्बा मैत्री बोधिसत्व विराजमान ज्याचंग टगको अर्था विशाल चैते ख पवित्र गुए डटु से भाषा मैत्री बोधिसत्व इटा ग्यालबा झाम्पाटाइको ख अले लिङडाओ भूमिस्थान ख ओकेठन मैत्री बोधिसत्वको मूर्ति विराजमान ज्याचंगले झाम्पालिङ नाम नाजाओ ख ठो टगको चैते पिनि पाखे सुएले चैती थेचो तर दुनिया ढासा छौ चिच्चा ढंग गुम्बा हे ढासा जो चैते डेक्सपे क्वे छली तरिकामा मैत्री बोधिसत्वको मूर्ति दो दुआवनीको ठाव तलेवनीको लया चुलिन चुया लुखाटो छलिन धर्मसभयाको ठाडो छलिया फुसे माट्ने सम्बरीको मूर्ति दो सम्बरी मूर्ति थियो मेथे चोम ख ठो मूर्ति साखिना धर्मसभयाको अंगले टटस्क बबालाको खायाटको पौबाले जंग पञ्चे पिपा चुट व नेपाली स्वाचयाटो ठौकने अजाको स्वान ननावन नकुला ठजाको डक्को टस्के चुछा बजु निट्यावन त छलिया उनीमा काचको स्वेबले तले उनी मुजि उठेछ पिनेहेर उनीको ठेछ तर निट्यावन त छलिया चंग मेगु लुख चाकेल के स्वानी खण्डै वे स्वानी तले उनीको ख निट्या ठेन के अन मुख्य त खटपुज करनामयको ठ्याम 20 फुट तरिको मूर्ति दो तो करनामय मूर्ति द भक्ति भावतया दण्डबटिना चाहल त मक्को ठाडो वे टे साकिमुनि बुद्धे जीवने चुयाटो किपाटस्क बानेस तो नेपामिटेस चुयाटो ख ठुकी प्रज्ञा पारमिटाइको सिद्धान्त किपाव मण्डन चुयाटो तो प्राज्ञतेको पाखे अझ किपाव मण्डय अध्ययनना प्रज्ञा पारमिटाइको सिद्धान्त ठुक त क्वालजी मेउटे वन्ट माटाइको ट तले उनीको स्वानी दो सोटे अंग छप्न पोबा खायाटो तो अझ पोबा त गुली चुनु रे लुया मुसी चुनु न चुयाटो दो गुली वयको मुसी न चुयाटो दो अन दक्षबे बालेससँग साक्यमुनि बुढैको टरिससँग मूर्ति विराजमान ज्याचङ दो ठो मूर्ति पुङके नेपाल शैलीको ख ठोट्ने पोबा नाम नप अंगले दराज छुनाटो दो दराज जाक काप्न फुना ग्रन्थ त मालसले नाटो दो बुद्ध धर्मको अजाको ग्रन्थ त लुयाको व लियाको मुसी चुयाटो ख दराजे कोसन ठिठी प्रकारको मण्डन चुयाटो दो गुजो बाग ठोचैटे च्याटजा डकोट्न 30 फुट या चिजा मुजो ठोचैटे च्याटेना सचिव चापा चालु खादो गुगन टे खौसी चोते उमरो मेगुट्ने अंच चैटे चुनी पि पिचुपि व श्राप नेटेको माल सामान ट्याटो दो ठुकी न्यनि मेल छौ गुम्बा दो वो गुम्बा दुनि नेपालीमा सिंहल सार बाउको मूर्ति दो ठो सिंहल सार बाउको मूर्ति त अञ्चपि सेन्डेस छोङपुङ नर्बु सांगवे गाटाइको ठो गुम्बा छट जाजको जुसा टको ठो गुम्बा नेपाली कलाचा ठुकी नेपाली कारिगर टेको कलाकार टेको सी बानके खण्डया चंटो झाम्पालिङ लासा दक्षिण दिशा पाकिला लासा अन्ठेंगिट पेनुमा अनि वन्टा सांगपो नदी अर्थयो ब्रह्मपुत्र खुसिछना कवा ठुकी न्यनि मेल कवा चोना कवाले चोना निछिवनीमा थन लिप सोन्तक पर्व हो पर्वतीको लजुनावनीमा लासावना सोन्डेका चिटिसो रहेको गामे छनी चिटिसो झाम्पालिङ ठेंगट छनुबी झाम्पालिङको चैते खुइम नेमटी बोर्ड पिछट चुना चंगडो
तिब्बतीयजीको व्यापार मेला दक्षिण टोरङ मेला रहेको झ्याम्पालिङ मेला ख ठो मेला लासाजको मुखो तिब्बत नापा स्वागो चिटी चिनिया ठासाना व्यापार त बुटिका हो गटासा छिङा हाङ्गैया राजधानी सिलिङ्गे चोपी अम्डो खामे चोपी खाम्बा लासा चोपी भौबा सिकारसे चोपी चाङबा आसाम पाके चोपी कोङबा भित्री मरियसे चोपी सोकोमी इत्यादि जाति पे व्यापार त थन मेला बुटिका हो लासा चोपे नेपाली नवी चोपे व्यापार त झ्याम्पालिङ मेलावना नबु रे टस्का ख्वाटोसँग मसिनको टपुको उन ठातो काप ख ठुके त नबु राई नबु न्याना हे लासा चोपे मेपे लुकम व्यापार तेस चोलु लुयाको मसी लुङयाको मसी लियाको मसी आदि डेका अनि मियंकी बौर गुम्बा पोबा चोपे चित्रकार त झ्याम्पालिङ मेलावना जिनिसको मसिया वे लुयाको मसी मेपसँग डेकी मसगलिन ठुन्या वे पे यकुडो झ्याम्पालिङ मेला जुइठा सुङ्गो गाँडो वो गाँटेको ना चिटिसो तानाङ ग्यालिङ ख ठो सुङ्गो गामे न नबुका पठाई ठन ठाइको नबुका प चिनियाको ठिठी राज्य हो दुनियाको मंगोलियाटक न छ ठो नबुका पइगो ल जीव काची फ्युसा पठ जुइ मख गुली गुली नबु आइग्ला सञ्जको खण्डुको काफु ओइगो जी गुली गुली काफु मसिन जी ओली ओली उके महत्व थाहा हुने ठिके न जुइ ठो गामे अजाउ नबी रंग छिपी हो नबु ठाउ ज्या ला जोपी निपा मिटिया ख झ्याम्पालिङ दक्षि स्कजको मेला जुई से नगमा कथा दावा अर्थात महिना ठुवा या पारो निसे अष्टमी तक चिठा नेपाल साउन महिना या पारो निसे अष्टमी चितक अन तजिको मेला जुई तो मेला दक्षिण नापान याको मछि फुर्ख्योले आज व्यापार ते नाय सिंहल सार बाउ खर गाडै ओके तो मेला जुइले अनि नेपामी ते त छता बेस अधिकार दो थन अधिकार त मतलब छुतासा नेपामी तेको चलन अनुसार विधि पुमौका मेला न्याय मख थन झ्याम्पालिङ मेला न्याय नेपामी व्यापार तेसा ता बजन थना सोचा चैते चावलका चैते गजलुनी से क्वेठंक पटा भएकी तो विधि को मचाक स्नान व्यापार याइ मखो तो पारखुन व्यापार याउ पे सकल नेपामी पिमुना विधि पूर्वक पूजा आज याना चैते कापाएको पटा भएकीमा नेपामी पटा भएकी ठुंका जको व्यापार न्याय चैते गजो चोकान से क्वेठंक पटा भएक त सोसो खुइको हागको कापमा उब्ले अनुभवेकाटैको पटाइ काप स्टिम छोसे चैते दुनी गुम्बा दक्षिणको घेरेवा च्याक्ट इताई रुपे छली अञ्चंग पवित्रको ठासे च्यान्तको ठिठी कठै व्यापार जुगले ठाठसे फोर जुया अशुद्ध जुई अजाको अशुद्धि त शुद्ध या त औसै पुगो सर छौठन डुगु जुया छन वक मेला कोचाका कने कुन व्यापार त ठठौ ठासे ल्यावन नका अन टुफो डंक वावई अले ठाठसे चंग अशुद्धको फोट डक्कु चुइक यंकी लासा चुनेपि नेपामी व्यापारी जग मेला कोचा ढंगा चिटिसु गामे ल्यावई अन्छो गुम्बा डो वो गुम्बा नेपामी स ढेका त उठाए ठो गुम्बा बज्रवीर महाकाल दिग निस्ना त डो वहे मांका देइ त लासा ल्यावन य समय छाया पूजा याई तुबला इम स नेपामी व्यापार त हो इमि मठापि सन्तान त न सटा समय नके उचलन दो देश में ने ढंगा न्यायपुका चिठी ठसा वपि व्यापार त थपिनीको छे ल्याउने तो मेला नेपामी व्यापार टेट भोट प्रशासन टोजीको सम्मान बियाटो चिटिसो तानाङ ग्यालिङ ठुसुङ्गो गामे नेपाली वकिल अड्डा कयाटो तथ्याङ्क विक्रम सम्मत 2031 साले सच्छिव पिनिका नेपामी टेउ छिन्दु तो सुङ्गो गामे निस हो चेपी म नेपामी तुदु उब्ले टक चिनिया नागरिक व नेपामी नागरिक टे दथि छु कोठै भेरभाव मोडो तो चोसो यो मेगु भोट दो तो वे उब्ले या पाद्री होके टिपोट बारे छयाटो दो टिपोटे चोपे साकिटेउ बारे पाद्री होके टिपोट ठुक्न दो निवाटेसन थौ मुस्क बिबले अपोस्न थपे कालीगढ गाटाई खन लो सी धाटव अझ अपोना लो व जवाहर राटीको ज्या निवाटे अटकन नाजा मूर्ति जाउ ज्यान अन्तर्राष्ट्रिय खेलेन ना कमेना इज्जत याउ या चोपे ख आन अठे नाट याउ या चोन्दो नेगु शताब्दी वया चिनिया पर्यटक तेसन थनिएको शिल्पकार कलाकार टेट चुछ्याट हुडो दुनुग्लन छे कलात्मक वस्तु योपिया अथवा अजाको वस्तु डेकुले गुब्लेन उस मरापि मल्ल जुजपिन छ देशीय कला त टिबो ब्याठकल थनिएको ल्याको प्लाउ डेगै नपनप साधारण छेको बनावट व कलात्मक छिखनिले न्यामन मुग्धजु विश्व सम्पदा सूची ढुनाचोङको खोपिएको लुयाको ढाका कलाई नमुना ख नेपाल सम्मत 874 अर्थैको विक्रम सम्मत 1811 साले खोपिए जुजु रञ्जित मल्ली शासनकाले जुजिया इच्छा अनुसार हो उजो अनुसार डेकुको कालीगढ अथवा कलाकार कर्णाकर साके हो रतिकर साके निमेष न न्याको ठोज्या नेपाल सम्मत 875 अर्थैको विक्रम सम्मत 1812 साले कोचल नेवा साके त तलोटिएको गौं डेक्यु ज्यान नाजा
ठौक्ने पेचिङ सरिय पश्चिम उपनगरीको चङच्या चाङ ढाउ ठासे चेङसङ बौद्ध डेगले चोङ टगो ग मिङ राजवंशम युङलो डै डेको ख ठो गई जा 60 मिटर हो चाक 3.3 मिटर डो नाप ठो 43 थोपला 500 किलोग्राम टो तस्को टगो वसुहे न्यायपुसी येपुसँग ठो गने दुनियो पिनियाना निगो लक्ष्य अप चिन्या अखला बौर सूत्र किया टो चिन्या व चेसङ बौद्ध डेगो थे टगो ग नेपालले डेक मोसा येले विष्णु मल्ल ठो ग महाराज श्री श्री विष्णुदेव मल्ल रानी श्री चन्द्रलक्ष्मी मल्ल निमेश न ठो टगो ग छाल ठो गई जा छिटाई रेख देखि याइमा चलासेटवा बाको ननी चम मुकुन्द सिंह पारो ठो ग डेकेको जा नाय नकबहाले चम श्री पद्मश्री सबडा सुबजुइमा नेपाल सम्मर 857 अष्टको विक्रम सम्मर 1794 साल माघ सुजी उत्तर भाद्र नक्षत्र सिद्धि योग सोमबार दिन ठो ग स्थापना यत ठो अभिलेख अनुसार ठो ग उली फ्लाङ मखो तर मल्ल जुस्तेस राष्ट्रिय कलाइट टिवा बिटर डेक बिगो गई स व चिने चंगो चुएसङ बौद्ध डेगले चंगो गई स जुला ठो ग ठाइबले कोसङ कोसछंग टा डुगलिन ठटाउ ख चिने चंगो चुएसङ बौद्ध बिहारीको ग व नेपालले यले चंगो टगो गई स जोलारका फ्लापी निवास समाज जानिफ कार्टे ठाफुडो लुवठे जागो जोहाराटेको ज्यान निवास साकिट देशन दे नाजा दोस्रोलाई नेपाल सम्मर 797 अठडेको विक्रम सम्मर 1734 शिलागा फागुन कृष्ण पक्ष द्वादशी खुन मुख डेकेको व्यवस्था यात ठोय डाटा काष्ट मण्डप महानगर लगन टोले खालसे कीर्ति पुण्य महाव्यार्य साउ साक्य पिसु श्री रत्न देव नायक टे साउ व उपासक पिन जाना तिब्बतीय राजधानी लासा डेक बिल बहुमूल्य रत्न नाटक ठो मुख सिमडे व साउ रत्न देव लासा मरुगले साक्य पिसु चन्द्र ज्योति उगो पुमङ ज्या ठम पुङका नेपालले हया लगन यमगार यो यंगाले युटा छे युटा खरे चोम विद्वान गुरु भद्र भद्राचार्य कनक मुनियट कीर्ति पुण्य महाव्यारे चोम साक्य पिचो श्री सूर्यचन्द्र डुन्टायट ठो मुख ठौक्ने लन्डन या अल्बर्ट संग्रहालय सुरक्षित नक्सा टया टौडो नेपालले आन बौद्ध व हिन्दू देवताको टचिएको मूर्ति डेको नि अजाको मूर्ति द हिमालय उत्तरी भेगे न्यङ्कन छ ठनिपे कालीगट्टेको ला बालागले तिब्बते ठुसन डेकेको मूर्ति मा यकुडो जेसुइट पाद्रे आन्द्राडा सन् 1664 आग्रा तिब्बते धर्म प्रचार याटा हुन ठो पाद्रे गंगाया उच्च उपत्यका जुना पवित्र खुशी घाटी व भन्याङ द फुलावना टजागो सज्जल खुशी खवेचंग किनारा चंग चपराङ ठ्याङ्का छौ गिर्जा घर डेकल ठो वइको सफलता डोन्जुल रुडिक अर्थात भुटान व टंगुट अर्थात तिब्बत जुना चिने द्वावन्ट तालागोले जेसुइट पाद्रे आन्द्राडा निडली पसराय लागे भारते ल्याउन चपराङ्गे चुना चोम्बले व तिब्बते चोपी नेपाली हस्तकला कमिटी नपा सपोर्टेट होटा चुलाउ ख चपराङ्गे चोम जो चपराङ्गे चपराङ नपन लाला नपा वपि सोम्पीमा लुव जोहारात या जायपि न दुख ठो देश जुजे अधीने ख निम जुजपि शक्तिशाली व छौया धर्म माने यपि ख थन नेपाली ना ठठिक सिमुरसा थन चोया त देश नेपाल बाहेक मेउ देश जिफैम हो लुया जाय पिँटेको खौला उगो देश सिके पो ठौक्ने त्यहाँ उब्लेन नेपाल ढाटीको जायागले नाजा अनि यपे ज्यामिट वा इंसान डेकी चीज त उत्तर पाकिस्तानको अविकसित थासे यक्को छ लक्ष्य लोन पापाको देश ताउले व नेपालले दुरी नपा यो कम मिले जो राज्य निम जुजपिन दटे भाग बन्द जुट ख मिले जु ख इसिए 15औं शताब्दी अन्त निसे 17औं शताब्दी सुरु तक यौ खोपिया राजवंश निगो भागे नापनापा राज्य य ख वास्तव यो येले जुपि छौया परिवार यो छौया पुचैपि खट यो ख पाद्री आन्द्रा डाँचया त तथा सिन्यार लिप पाद्री ग्रोब याको रिपोर्टमा पुष्टिया चपाङ्गे ज्याना चोपे नेपापि गुगुन बिहारौं अपि साक्य नेवाट ख ठो नेवा साकितेस जोहाराट व लुएको सामान डेको खना पाद्रे आन्द्राडा यो क्वे ताराइफना चोया त व युरोपे डेको लुङ व जोहाराट ये सामान सोया इमगु ज्या कम स्तरीय मौजुद हेगु चोया त ठो चुसु थने कोचाला